फागुन 21 गते चुनावको मिति तय भएको सन्दर्भमा सरकारले चुनावको वातावरण बनाउनको लागि तीव्र रूपमा राजनीतिक दलहरूसँग चाहिँ वार्ता गरिरहेको छ। हामीले मुख्य राजनीतिक दलहरूको पार्टी कार्यालयमै गएर उहाँहरूसँग पनि वार्ता गर्यौं। सम्माननीय राष्ट्रपतिको उपस्थितिमा सम्माननीय प्रधानमन्त्री र शीर्ष 3 नेताबीच पनि वार्ता भइसकेको अवस्थामा आज मैले चाहिँ मुख्य 3 दलका शीर्ष नेताहरू खास गरेर नेपाली कांग्रेसका पार्टी सभापति त्यस्तै गरेर नेकपा एमालेका अध्यक्ष उहाँहरूसँग चाहिँ चुनावको वातावरण बनाउने सिलसिलामा नै कुरा भयो र यसपछि म सम्भवतः नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग उहाँसँग पनि कुराकानी जाँदैछु र अब अहिले नेकपा एमालेको अध्यक्षज्यूसँग हामीले चाहिँ सरकारको तर्फबाट अब चुनावको वातावरण बनेको छ, सुरक्षा मजबुती भएको छ, सबै कुराहरू चाहिँ सरकारले तयार गरेको छ। निर्वाचन आयोग चुनाव गर्नको लागि तयारी अवस्थामा छ र आम जनताहरू पनि तपाईले चाहिँ योभन्दा अघिल्लो 79 सालको तुलनामा अहिले 10 लाख भन्दा बढी चाहिँ अहिले नयाँ मतदाता समेत आइसकेको सन्दर्भमा निर्वाचनको वातावरण बनेकोले औपचारिक रूपमै नेकपा एमालेलाई निर्वाचनमा भाग लिन को लागि चाहिँ थप प्रोत्साहित गर्नको लागि चाहिँ म यहाँ आएको थिएँ र मैले निर्वाचनको विरोध नगरेकोमा र निर्वाचनबाट हामी चाहिँ भाग्दैनौँ र निर्वाचनलाई स्वीकार्छौँ भनेर चाहिँ निर्वाचन र जनमतमा जाने कुराहरूमा जुन नेकपा एमालेले सैद्धान्तिक सहमति विगतदेखि नै गर्दै आएको थियो त्यसमा पनि मैले धन्यवाद दिएँ र निर्वाचनका कतिपय प्रक्रियामा दल दर्ता गर्ने सन्दर्भमा पनि नेकपा एमालेले दल दर्ता गरेकोमा मैले धन्यवाद भने र साथमा अब निर्वाचनको वातावरण बन्दै गएको र बनिरहेको हिसाबले नेकपा एमालेलाई ढुक्कसँग निर्वाचनमा भाग लिनको लागि उहाँलाई मैले आग्रह गरेँ। होइन, उहाँहरूले नेकपा एमालेको तर्फबाट अध्यक्षले सुरक्षा चुनौती छ, सुरक्षाको वातावरण चाहिँ नि बनाउनु पर्यो भन्ने कुराहरू जुन राख्नु भएको छ, यो कुरा त ठिक हो नि त। चुनावकोमा भएरै ढङ्गबाट निर्भयताका साथ निष्पक्षताका साथ चुनाव हुनुपर्छ। चुनावमा सुरक्षाको वातावरण बनाऊ, अझै भइसकेको छैन, अझै राम्रो हुनुपर्छ भनेर नेकपा एमालेको तर्फबाट अध्यक्षले जे कुरा राख्नुभयो यो कुरालाई त हामीले सरकारले चाहिँ नि मान्नुपर्छ, स्वीकार्नुपर्छ र सरकारले सुरक्षाको वातावरण त बनाउनु पर्यो नि। त्यो सरकारको दायित्व हो। मात्र तपाईहरुलाई म के भन्न चाहन्छु भने उहाँले एउटा महत्त्वपूर्ण राजनीतिक दलको तर्फबाट चुनावमा जाने कुराहरुमा उहाँहरुको असहमति छैन, चुनावलाई बहिष्कार गर्ने भन्ने छैन। एउटा लोकतान्त्रिक पार्टीले चुनावमा जानुपर्छ भन्ने नै सैद्धान्तिक मान्यता नेकपा एमालेको र यसका अध्यक्षको पनि मैले पाएँ।